अब श्रोताहरू कति प्रकारका हुनुहुन्छ भन्ने लक्षणलाई यहाँ वर्णन गर्नुभएको छ। हामीले विशेष गरी धेरै प्रकारका श्रोता भनेर सुनेका छैनौँ। केवल लौकिक रूपमा सरौता, सोता, श्रोता इत्यादि भनिएको सुनिएको छ। तर शास्त्रमा 14 प्रकारका श्रोताहरूको वर्णन गरिएको छ। मीनालिनो महिष हंस वक स्वभावा मार्जारका कब्रिक कंक जलौक तुल्याः सच्छिद्र कुंभ जल सिंधु शिलोपमाश्च ते श्रावकाश्च सुचतुर्दशधा भवन्ति। सुचतुर्दशधा भवन्ति। त्रिश्रोताहरू 14 किसिमका हुन्छन् भनेर बताउनुहुन्छ। के छन् त त्यो भन्दा मीन। मीन भनेको माछा। माछा जस्ता श्रोता पनि हुन्छन्। उनीहरू के भन्ने थाहा पाउँदैनन्। माछाले हेरे जस्तै हेरिराखेका हुन्छन्, हेरिरहन्छन्, आँखा झिमिक्क पनि गरे हुँदैनन्, हेरि पनि रहन्छन्, तर के सुन्या थाहा हुँदैन। के सुनेको चाहिँ थाहा हुँदैन। ती चाहिँ के श्रोता भन्दा माछा जस्ता श्रोता। मीन ती माछा जस्ता श्रोता भए। त्यसपछि अर्को छ भ्रमर अथवा मौरी भनौँ। मौरीले के गर्छ? फुलबाट त्यसको रस लिन्छ, सार तत्त्व लिन्छ। त्यसैले कथाका बिचमा के बुझाउन खोजिएको हो, के भन्न खोजिएको हो, त्यसको अर्थलाई ग्रहण गर्ने, मुख्य वस्तुलाई ग्रहण गर्ने, त्यो कथा भन्दाखेरिका दृष्टान्त अनि व्यवहारिक कुराहरूमा धेरै रमाउने होइन कि त्यो व्यवहारिक कुरा भन्दा भित्रपट्टि के कुरा बुझाउनको लागि ती दृष्टान्तहरू आएका हुन्, त्यो वक्तव्यमा भित्री रस के छ, त्यो वक्तव्यभित्रको वैभव के हो, त्यसको सार तत्त्व के हो भन्ने कुराको खोजी गरेर त्यो सार तत्त्वलाई ग्रहण गर्ने वाला श्रोता मौरी जस्तै स्वभावका श्रोता हुन्। सार वस्तुलाई ग्रहण गर्ने, पुष्पको सार रसलाई लिए जस्तै कथाको सारलाई ग्रहण गर्ने यी मौरी जस्ता श्रोता भए। अब अर्को छ महिष। महिष भनेको राँगो। राँगोले के गर्छ भने सफा पानी हुन्छ, त्यो सफा पानीमा पसेर त्यो पानीलाई धमिल ल्याउँछ। त्यहाँ सायद आज गाजाङ 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 चलेर खेलेर त्यो सफा पानीलाई त्यो महिषले बिगारिदिन्छ। त्यस्तै प्रकारले सबैले आनन्दले कथा सुनिरहेका ठाउँमा म पनि कथा सुन्न आएको हो भन्ने भित्र पस्ने अनि गर्ने के भन्दा ऊ पस्ने बित्तिकै कथाको माहौल बिगार्ने। कथामा जुन राम्रो रस आइराखेको थियो त्यो रस सबैले प्राप्त गरिनु भएको थियो। सफा अनि सुन्दर शान्त भगवत अमृत प्रवाह भएर त्यसको सारा सबैले पान गरेर आनन्द लिइरहेको बेलामा एकजना व्यक्ति भित्र जाँदाखेरि के भयो? सारा कथाको रस भङ्ग भयो। त्यस्तै प्रकारले यदि हामी जाँदा कथा भइरहेको स्थानमा हामी पुग्ने बित्तिकै त्यहाँ हाम्रो कारणले कथाको रस भङ्ग भयो, हाम्रो बोलीको कारणले, हाम्रो उपस्थितिको कारणले कथा भइरहेको छ जय जयकार गर्दै त्यहाँ पुगियो भने, ठुलो समूह लिएर गएर त्यहाँ पुगेर कथाको जो मर्यादा हो त्यसलाई भङ्ग गरियो भने ती श्रोता होइनन्। श्रोताका रूपमा ती श्रोता कथा श्रोता हुन्, सुन्न आएका श्रोता होइनन्, केवल त्यहाँको माहौल भड्काउन आएका श्रोता हुन्। त्यसैले त्यस किसिमका श्रोतालाई महिष, राँगो जस्तो श्रोता भनिन्छ। आफ्नो चाहिँ नि प्रताप देखाएर, आफ्नो वैभव देखाएर त्यो स्थानमा भइरहेको आनन्दलाई भड्काउनेवाला श्रोता हुन्छन्। यी भए महिष स्वभावका श्रोता भए। श्रोताको लक्षणमा कथास्थलको वातावरणलाई बिगार्ने, अशान्ति फैलाउने यस किसिमका व्यवहार गर्ने श्रोताहरू भए महिष अन्तर्गत यी श्रोताहरू पर्दछन्। हंस। हंस भनेको त हामीलाई थाहा छँदैछ। दुध र पानी एकै ठाउँमा राखिदियो भने
दुधलाई छुट्याउनेवालालाई हंस भनेर भनिन्छ, राजहंस। त्यस्तै प्रकारले कथामा पनि कथाका बिचमा रहेका असल कुराहरू, गुणहरू, राम्रा विषयहरूलाई राम्रोसँग ग्रहण गर्ने यी श्रोताहरूलाई राजहंस भनिन्छ। शास्त्रमा भएका यानि वक्तव्यमा भएको राम्रो राम्रो विषय मात्रै ग्रहण गर्ने, दुध र पानीलाई छुट्याएर दुध मात्रै ग्रहण गरे जस्तै उत्कृष्ट वस्तुहरूलाई मात्र ग्रहण गर्ने श्रोताहरू राजहंसभित्र पर्नुहुन्छ। अब अर्को छ बकस्वभाव। बक भनेको बकुलो। बकुलो के गर्छ? कथा सुने अनि ध्यानमग्न भए जस्तो गर्छ, तर ध्यान गरे हो त होइन। ध्यानमग्न भए जस्तो गर्छ तर ध्यान गर्दैन। गर्छ के? माछु मार्ने ध्यान छ उसको। त्यस्तै प्रकारले कथामा मान्छे आयो तर कथा सुन्न आएको होइन, त्यहाँ माछा मार्न भनेर आएको, केही न केही स्वार्थ लिएर आएको छ। त्यहाँ केही परि पो हाल्छ कि, अथवा त्यो ठाउँमा कथामा जाउँ, कथामा यस्ता यस्ता व्यक्तिहरू आएका हुन्छन्, त्यहाँबाट यो फाइदा लिने अथवा यस्तो गर्ने विभिन्न आफ्नै स्वार्थ र आफ्नै विषयलाई ग्रहण, आफ्नै विषयको स्वार्थलाई ग्रहण गर्नको लागि आएका, कथा सुन्न आएका होइनन्। रिपोर्टिङ गर्न आएका हुन् कि, कतिजना मान्छे छन् भनेर त्यो भिडियो खिच्न आएका हुन् कि, फोटो खिच्न भनेर आएका हुन् कि, अथवा त्यहाँ को आएका रहेछन् भनेर हेरेर त्यहाँ के भयो भने सूचना दिनको लागि आएका हुन् कि, विभिन्न स्वार्थको निम्ति आएका हुन्छन्, कथा सुन्न आएका हुन्छन्। तर आउँदाखेरि चाहिँ एकदम बक भने बकुलो सेतो हुन्छ नि, हेर्दा त राम्रो सज्जन जस्तो ध्यान गरे जस्तो देखिन्छ। त्यसै त्यहाँ पनि आफ्नो वेशभूषाहरू बाहिरबाट हेर्दाखेरि सबै राम्रो जस्तो बनाएर योग्य व्यक्ति जस्तो बनेर आउने, तर कथामा बसेर कथा सुन्ने होइन, उसको स्वार्थ अर्कै हुन्छ। त्यो स्वार्थ पुरा गर्नको लागि उपस्थित हुने ती चाहिँ बकुला जस्ता श्रोता भए। त्यसपछि मार्जार। मार्जार भनेको बिरालो। बिरालोको जस्तो श्रोता। बिरालोले के गर्छ भने यसो भएर आउँछ कि बिरालो, आएको सरक्क आउँछ, हल्ला खल्ला यताउति केही नगरिकन सुरु आएर सरक्क बस्छ। तर बिरालो के गर्छ? मौका पाउने बित्तिकै दुध चोर्न गइहाल्छ र दुध खाइदिइहाल्छ। त्यस्तै प्रकारले मार्जार स्वभाव भएका श्रोताहरू पनि यसो आउँछन्, कुन बेला के मौका पारेर अनि आफ्नो स्वभाव देखाइहाल्ने। सुरुमा चाहिँ सानो भएर आउने, सानो भए जस्तो गर्ने, सज्जन जस्तो देखेर बस्ने बिरालो तरिकाले, तर दाउमा हुने। त्यहाँ फलानुले ठुलो मेवा चढायो, त्यो मेवा चाहिँ ममा लिएर जानु पर्ला जस्तो छ, अथवा अरू केही दाउ हेरिरहने त्यहाँ बसेर, यसो गर्ने कि यो यसो कि यो यसो कि भनेर त्यहाँ दाउ हेरिरहने। त्यस्तो दाउ हेर्ने श्रोता चाहिँ के हो त? बिरालो श्रोता हो। मौका परेपछि ती वस्तुहरूमा आँखा लागिरहेको हुन्छ अनि त्यही वस्तुलाई सरक्क लियो हेऱ्यो। यसरी बिरालो किसिमका श्रोता पनि हुन्छन्। काक। काक भनेको कौवा। कौवा जस्ता श्रोता हुन्छन्। कौवा के गर्छ भने कहाँ 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 गर्ने, हल्लै गर्ने बढी। अब अलि स्वर पनि राम्रो भए पनि हुनु, कमसेकम कहाँ कहाँ गरे पनि कोइलीले गर्दा त अलि सुनेर जस्तो अलिकति त्यस्तो डिस्टर्बेन्स फिल हुँदैन। तर ती कौवा जस्ता श्रोताहरू चाहिँ यसो कराउने बित्तिकै पनि अत्यन्तै बोलेको बोल्ने रुखो हुने, कराउँदाखेरि पनि उनीहरूकै आवाज सुनेर नि ल आनन्द लिउँ त भन्दाखेरि पनि आनन्द नहुने, ठुलो स्वरले हल्ला गर्ने, कराउने, कथाको दोष र त्यहाँ त्रुटि मात्रै देखाएर त्यसैको हल्ला पिट्ने। कथा राम्रो भएको रहेको थियो भन्ने हल्ला पिट्ने होइन कि के हल्ला पिट्ने, आमै त्यो कथामा त एकजना यसरी लड्नु भयो अथवा उहाँ ठोकिनु भयो भन्ने। कथाको विषयवस्तु के हो त्यो ख्याल छैन, उहाँ ठोकिनु हो भन्ने कुरा चाहिँ जहाँ तै हल्ला गर्ने, अथवा उहाँ त्यहाँ जाँदाखेरि यसरी यस्तो भयो भन्ने।
अथवा उहाँलाई त्यो कथामा यस्तो गरे भन्ने त्यो कथाको मुख्य रहस्यमा त्यसको रहस्य प्रचार गर्ने होइन कि त्यो कथामा उहाँलाई यस्तो भयो भनेर त्यो अनावश्यक हल्ला चाहिँ जहाँ त्यहीँ फैलाउने यस्ता श्रोताहरू हुन्छन् काग स्वभावका। अर्का हुन्छन् काग वृक। वृक भनेको ब्वाँसो, वृक ब्वाँसो स्वभावका हुन्छन्। ब्वाँसोहरू के गर्छन् भने अर्कालाई तर्साउँछन् ब्वाँसाहरूले। त्यस्तै प्रकारले कथा सुन्ने स्थलमा जाने र अन्य श्रोताहरूलाई तर्साउने, डर पैदा गराइदिने।